ओके, एनिमे अर्को नेक्स्ट टपिक छ हामीसँग भनेको के छ त थियोडोलाइट सर्भेइङ थियोडोलाइट सर्भेइङ अथवा ट्राभर्सिङको कुरा गरेको छ है त। ट्राभर्सिङ पहिला सुरुमा थियोडोलाइट भनेको के हो भनेर बुझौँ। थियोडोलाइट भनेको एउटा यस्तो अप्टिकल इन्स्ट्रुमेन्ट हो जसले चाहिँ के गर्छ त होरिजेन्टल र भर्टिकल एङ्गलहरू मेजर गर्छ है। अनि यसले चाहिँ अर्को भनेको चाहिँ लाइनहरूलाई प्रोलङ गर्नको लागि पनि मद्दत गर्छ, जस्तो इन्टरमिडिएट पोइन्ट्सहरू थप्ने अथवा त्योभन्दा परका भनौँ न यो एउटा हामीसँग स्टेसन छ यहाँ यति र यति, यो ए र बी भयो एउटा लाइन भयो, यसलाई चाहिँ अझै अब यसरी थप्नु पर्यो भने के गर्न सक्यो त सी थप्नु पर्यो भने त्यो काम पनि के गर्न सक्यो त यो इन्स्ट्रुमेन्टले गर्न सकिन्छ। अनि यसले होरिजेन्टल डिस्टेन्स पनि दिन्छ, तर यसबाट आएको डिस्टेन्सलाई चाहिँ हामीले इन्डाइरेक्ट भनौँ न इन्डाइरेक्ट मेथड अथवा ट्याकोमेट्रीको रूपमा हेर्छौँ है। अब यसबाट युज गरेर निकाल्न सक्ने भनेका चिजहरू फाइन्ड गर्ने थियोडोलाइटले भनेको के हो त, एउटा भनेको होरिजेन्टल एङ्गल हो, अर्को भनेको भर्टिकल एङ्गल, होरिजेन्टल एङ्गल भर्टिकल एङ्गल। त्यस पछाडि गएर हामीले के निकाल्न सक्छौँ त डिफ्लेक्सन एङ्गल पनि निकाल्न सक्छौँ है। डिफ्लेक्सन एङ्गलहरू निकाल्न सक्यो, यो गरिसकेपछि ट्रिग्नोमेट्रिक लेभलिङहरू गरेर त्यसबाट चाहिँ हामीले के गर्न सक्छौँ त भर्टिकल्स हाइट अफ कुनै पनि फिचर्सहरूको भर्टिकल हाइटहरू पनि पत्ता लगाउन सकियो है। त्यस पछाडि इन्डाइरेक्ट मेथडबाट जसमा चाहिँ हामीले एङ्गलको मेजरमेन्ट र हाइट डिफ्रेन्सबाट चाहिँ अर्को भनेको भर्टिकल डिस्टेन्स पनि के भर्टिकल त भएको होरिजेन्टल डिस्टेन्स पनि के गर्न सक्छ त मेजर गर्न सक्छौँ है। भर्टिकल एङ्गल होरिजेन्टल एङ्गल त भएको, त्यस पछाडि अब लाइनहरूलाई रेन्जिङ गर्न पनि के गर्न सक्यो त यो इन्स्ट्रुमेन्ट युज गरेर गर्न सक्यो है त। अब टेम्पोररी एडजस्टमेन्ट अफ दि थियोडोलाइट भनेर छ। टेम्पोररी एडजस्टमेन्टमा हेर्ने हो भने चाहिँ टेम्पोररी एडजस्टमेन्टमा चाहिँ के हुनसक्छ त यसमा जहिले पनि सम्झिने मेथड भनेको एसएलएफ एसएलएफ है। एस भनेको सेटिङ, एल भनेको लेभलिङ अनि एफ भनेको के हो त फोकसिङ हो है। अब यसको लागि चाहिँ हामीले के गर्न सक्यो त सेटिङ भनेको चाहिँ पहिला सुरुमा हामीले के गर्छौँ त ट्राइपोड राख्छौँ है। यो मेरो ट्राइपोड भयो। यो ट्राइपोड चाहिँ अब ठ्याक्क स्टेसनको माथि पर्ने गरी होइन, यो स्टेसन छ भने टेन्टेटिभ भनौँ सुरुको केसमा चाहिँ टेन्टेटिभली चाहिँ यो स्टेसनको माथि पर्ने पर्ने गरी के गर्नु पर्यो त राख्नु पर्यो। र यो पनि टेन्टेटिभली के हुनु पर्यो त प्लेन अथवा लेभल खालको लेभल भएको हुनु पर्यो। यो माथि हामीले के गर्छौँ त थियोडोलाइट राख्छौँ है। थियोडोलाइट राखिसकेपछि यो गर्नु भनेको चाहिँ के रहेछ त सेटिङ रहेछ, सेटिङ अप भनेर भन्छौँ। त्यस पछाडि यो थियोडोलाइटमा के हुनसक्छ त त्यसमा चाहिँ बबलहरू राखेको हुन्छ। यो बबलहरूलाई चाहिँ हामीले सेन्टरमा पार्ने काम गर्छौँ, जसको चाहिँ के को हेल्पले गर्न सक्छौँ त ट्राइपोड लेग युज गरेर पनि गर्न सक्यो, लेग युज गरेर र सँगसँगै अर्को भनेको के हो त यसको स्क्रुहरू युज गरेर पनि के गर्न सक्यो त हामीले लेभलिङ गर्न सक्छौँ। यो लेभलिङ गरिसके पछाडि चाहिँ यसले चाहिँ हामीलाई के गराइदिन्छ भने हाम्रो जुन यसको लाइन अफ कोअर्डिनेसन छ, यो लाइन अफ कोअर्डिनेसन चाहिँ के हुन्छ त भर्टिकल एक्सिससँग पर्पेन्डिकुलर हुन्छ है, अथवा लाइन अफ साइडसँग पनि के हुन्छ त प्यारलल हुन्छ भनेर बुझ्न सक्छौँ। अब यो फोकसिङ गर्ने भनेको के छ त दुईटा प्रोसेसबाट गर्न सकिन्छ। एउटा आइपिसलाई चलाएर गर्न सक्यो, अर्को भनेको अब्जेक्टिभ पिसलाई पनि चलाएर के गर्न सक्यो अब्जेक्ट पिसलाई पनि चलाएर गर्न सक्यो। यसमा चाहिँ अब आइपिसले चाहिँ हाम्रो के क्लियर गर्छ त क्रस हेयर क्लियर गर्छ भने अब्जेक्टिभ पिसले चाहिँ अब स्टाफहरू ब्याकग्राउन्डहरू चाहिँ देखेको छैन भने यसलाई चाहिँ के गर्छ त क्लियर गर्ने काम गर्छ है त। अब जाउँ ट्राभर्सिङमा। के हो त ट्राभर्सिङ भनेको? ट्राभर्सिङ भनेको चाहिँ यस्तो हो जसमा चाहिँ सिरिज अफ लाइनहरू कनेक्ट गरेर फर्म गरेको के हो त एउटा काम गर्न सजिलोको लागि बनाइएको चिज हो ट्राभर्सिङ भनेको। यसमा चाहिँ अब यो यसरी फर्म भएकोलाई हामीले के भन्छौँ त लाइन भनेर भन्छौँ ट्राभर्स लाइन। अनि यसको एन्ड पोइन्ट्सहरूलाई चाहिँ हामीले के भन्छौँ त ट्राभर्स स्टेसन भनेर भन्छौँ है। स्ट्रेट लाइनको सिरिजहरूबाट के गरेर हुन्छ त बनेको हुन्छ। यो भनेको चाहिँ ट्राभर्स लाइन भइगयो, यसरी बनाएको ट्राभर्स भयो है। यसले चाहिँ अब हामीलाई के काम गर्न मद्दत गर्छ त डिस्टेन्सहरू मेजरमेन्ट गर्नको लागि भनौँ न बााउन्ड्रीहरू बनाउनको लागि यो चिजहरूको लागि चाहिँ के गर्छ त हेल्प गर्छ। अनि यस बनाउनको लागि चाहिँ हामीले चाहिँ हर्जेन्टल डिस्टेन्सहरू चाहिँ केबाट मेजर गर्न सक्छौँ त चेन टेपहरूले चाहिँ मेजर गर्न सक्छौँ, अथवा इलेक्ट्रोनिक डिभाइसेसहरू होइन इलेक्ट्रोम्याग्नेटिक डिभाइसेसहरू इलेक्ट्रिक डिभाइसहरू इडिएमहरू युज गरेर पनि के गर्न सक्छौँ
गर्न सक्छौँ। त्यस पछाडि होरिजेन्टल एङ्गलहरू यो कतिले चाहिँ यो लाइनभन्दा कति यता डिफ्लेक्ट भएको छ अथवा कतिले बाङ्गेर गएको छ भन्ने कुराहरू थाहा पाउनको लागि चाहिँ होरिजेन्टल एङ्गलबाट चाहिँ हामीले केबाट गर्न सक्छौँ त थियोडोलाइटबाट निकाल्न सक्छौँ। यो दुईटा मिलाएर प्लट गर्दाखेरि चाहिँ के बन्ने भयो त हाम्रो ट्राभर्स बन्ने भयो है। अब ट्राभर्सको टाइप हेर्छौँ भने कतिवटा खाता ट्राभर्सको टाइप हेर्छौँ भने चाहिँ हामीसँग दुईटा ट्राभर्स छ। एउटा भनेको ओपन, अर्को भनेको के छ त क्लोज ट्राभर्स छ है त। क्लोज ट्राभर्स अब ओपन ट्राभर्स भनेको चाहिँ के हो त यस्तो टाइपको लिङ्क ट्राभर्स जस्तो भयो होइन। यसको चाहिँ के भयो त कुनै पोइन्टबाट चाहिँ स्टार्ट भएको छ एन्ड अर्कै पोइन्टमा गएर भएको छ है। अब यसमा चाहिँ हामीसँग के हुन सक्दैन त यो दुइटै नुन हुन्छ भन्ने हुँदैन है। अब क्लोज ट्राभर्समा हेर्छौँ भने चाहिँ के भयो त ट्याक्क यसरी बन्यो जहाँबाट स्टार्ट भएको छ त्यहीँ गएर क्लोज भयो भने त्यसलाई हामीले क्लोज ट्राभर्स भन्छौँ है। अनि अर्को भनेको के पनि हुनसक्छ भने नोन पोइन्टबाट नोन पोइन्टमा एन्ड भएको छ भने पनि के भयो त त्यो भनेको चाहिँ क्लोज ट्राभर्स भयो। यसमा इररहरू के छ कति छ भनेर हामीले के गर्न सक्छौँ त थाहा पाउन इजिली थाहा पाउन सक्छौँ। यसमा इररहरू हामीले के गर्न सक्दैनौँ त त्यति इजिली जुन क्लोज ट्राभर्समा गरेका छौँ त्यसरी चाहिँ हामीले के गर्न सक्दैनौँ निकाल्न सक्दैनौँ क्लोज ट्राभर्समा है। अर्को भनेको के छ त अब यसलाई चाहिँ चेक गर्न यो इररहरू पत्ता लगाइसकेपछि चेक गर्न पनि एकदमै सजिलो भयो। यो चेक गर्नलाई के हुने भयो त डिफिकल्ट हुने भयो। चेक इजी भनौँ होइन। त्यस पछाडि के हुने भयो त यो लेस एकुरेट हुने भयो कम्पेरिटिभली। यो चाहिँ के हुने भयो त मोर एकुरेट भयो। अब यसको चाहिँ चेकहरू गरिसके पछाडि यसलाई चाहिँ के गर्न सक्यो त बर्डिच रुलहरू ट्रान्जिट मेथड ग्राफिकल मेथडबाट चाहिँ के गर्न सक्यो त त्यो इररहरूलाई चाहिँ हामीले करेक्सन गर्न सक्यो। यसलाई करेक्सन यता ओपन ट्राभर्सलाई चाहिँ हामीले करेक्सन गर्न के छ त यो भए जस्तै यो पनि के हुने भयो त करेक्सन पनि डिफिकल्ट हुने भयो। यदि चेकै गर्ने हो भने पनि हामीले के त जिपिएस को थ्रुबाट के गर्न सक्छौँ त चेक गर्न सक्छौँ है। अब यो युज हुने भनेको चाहिँ के छ त यो एकदमै धेरै युज हुने भनेको चाहिँ अलाइनमेन्ट सर्वे जसमा चाहिँ रोडको भयो होइन पाइपलाइनको भयो क्यानलको भयो यस्तोमा एकदमै धेरै युज हुन्छ भने हाम्रो क्लोज ट्राभर्स चाहिँ केमा युज हुने भयो त क्लोज ट्राभर्स चाहिँ प्लटहरू सर्वे गर्नको लागि प्लटहरूको लागि फरेस्टहरूको सर्वे गर्नको लागि अथवा टोपोग्राफिक म्यापहरू बनाउनको लागि चाहिँ के हुने भयो त क्लोज ट्राभर्स एकदमै धेरै युज हुने भयो है। अब मेथड अफ डिरेक्सन फिक्सिङ डिरेक्सन अफ द ट्राभर्स लाइन भनेर छ भनेको ट्राभर्स बनाउँदाखेरि त्यसको लाइनहरूलाई चाहिँ कसरी फिक्स गर्ने भनेर छ त मेथड्स अफ फिक्सिङ ट्राभर्स लाइन है। यसमा गर्ने तरिका भनेको हामीसँग के छ त एउटा भनेको चाहिँ भनेको के छ त हामीसँग इन्क्लुडेड मेथड छ यता इन्क्लुडेड एङ्गल मेथड प्राय यो उसले चाहिँ अब काम गर्नको लागि सजिलो भएकोले हामीले के गर्छ त क्लकवाइज काम गर्न सजिलो भएकोले हामी क्लकवाइजमै काम गर्छौँ है। त्यही भएको कारणले यो मेरो स्टेसन ए भयो यो के भयो त बी भयो यो के भयो त सी भयो है त। अब मानिलिउँ म यहाँ मैले के गरेँ त इन्स्ट्रुमेन्ट सेट गरेँ इन्स्ट्रुमेन्ट सेट गरेर मैले जिरो कहाँ सेट गर्छु त जिरो यसमा सेट गर्छु अनि यो के भयो त बीमा साइड गर्छु जिरो सेट गर्छु यसरी मेरो के आयो त इन्क्लुडेड एङ्गल आउँछ है। अब हामीले कुनै एउटा स्टेसनको मानिलिउँ यही एसी लाइनकै के गऱ्यौँ त बियरिङ पनि निकालेका छौँ यसरी एउटा बियरिङ निकालेका छौँ भने अब बियरिङ अफ लाइन एबी हामीले कसरी थाहा पाउन सक्ने रहेछ त बियरिङ अफ लाइन एबी भनेको कति हुनसक्छ त बियरिङ अफ AC प्लस इन्क्लुडेड एङ्गल कति त CAB यसरी हामीले चाहिँ के गर्न सक्यो त बियरिङ अफ AB निकाल्न सक्यौँ है। यो तरिकाले चाहिँ काम गर्दै जाँदाखेरि चाहिँ हामीले के गर्न सक्छौँ त लुपमा काम गरेर बनाउन सक्छौँ। अर्को भनेको के छ त डिफ्लेक्सन एङ्गल छ मेथडमा है। अब डिफ्लेक्सन एङ्गलमा हेर्छौँ भने के गर्न सक्यो त डिफ्लेक्सन एङ्गल मेथडमा चाहिँ डिफ्लेक्सन एङ्गल मेथडमा पनि हामीले कुनै एउटा पोइन्टको चाहिँ के गर्छौँ त यसको चाहिँ लिन्छौँ बियरिङ लिन्छौँ यसमा पनि होइन।
यसको हामीसँग के हुन्छ त बियरिङ हुन्छ। यसको बियरिङ आइसके पछाडि यो एबिसी लाइन एबीलाई हामीले के गर्छौँ त प्रोलङ गर्छौँ। यसरी प्रोलङ गरिसके पछाडि यति यो डिफ्लेक्ट भएको एङ्गल्स के गर्छौँ त थर्ड लाइटको मद्दतले निकाल्छौँ र यसबाट चाहिँ हामीले के गर्न सक्यो त बियरिङ अफ बिसी निकाल्न सक्छौँ। अर्को भनेको के छ त डाइरेक्ट एङ्गल मेथड छ। यो डाइरेक्ट एङ्गल मेथडले चाहिँ के गर्छ त डाइरेक्ट मेथड एङ्गल पनि लगभग लगभग डिफ्लेक्सन जस्तै छ, तर डिफ्लेक्सनले चाहिँ लाइनलाई प्रोलङ गरेर काम गर्थ्यो भने अब अहिलेकोले चाहिँ के गर्छ त क्लकवाइज अथवा एन्टी क्लकवाइज जुनै पनि एङ्गल के गर्न सक्यो त लिन सक्यो। यसरी चाहिँ के गर्यो एउटा एङ्गल लियो भने त्यसलाई चाहिँ मैले के भने त डाइरेक्ट एङ्गल भने। यहाँ जाँदाखेरि पनि के गरियो त अर्कोचोटि पनि यसरी यो एङ्गलहरू लियो। योहरू लिएर चाहिँ हामीले के गर्न सक्छौँ त फर्स्ट लाइनको चाहिँ हामीले बियरिङ मेजर गर्छौँ र यो चिजहरू युज गरेर चाहिँ हामीले के गर्न सक्यो त डाइरेक्ट मेथडबाट डाइरेक्ट एङ्गल मेजरमेन्टबाट पनि हामीले ट्राभर्सहरू चाहिँ फिक्स गर्न सक्यो है। त्यस पछाडि अब निड्स अफ ट्राभर्सिङ किन चाहिँ ट्राभर्सिङ गर्नु पर्यो भन्ने कुराहरू अथवा सिग्निफिकेन्स अफ ट्राभर्सिङ ट्राभर्सिङले के गर्छ भन्ने कुरा है त। अब निड्स अफ ट्राभर्सिङमा हेर्छौँ भने यो भनेको चाहिँ मेजर काम भनेको के हो त इस्टाब्लिसिङ द कन्ट्रोल पोइन्ट। काम गर्नको लागि के गर्न सक्यो त होरिजेन्टल कन्ट्रोल पोइन्ट भर्टिकल कन्ट्रोल पोइन्ट्सहरू चाहिँ के गर्न सक्यो त इस्टाब्लिस गर्नको लागि हामीले यो ट्राभर्सिङ गर्न सक्यो, जसको कारणले गर्दाखेरि चाहिँ हामीले स्टेसन म्यापिङहरू गर्न सक्यो, कन्स्ट्रक्सन लेआउटहरू गर्न सक्यो अथवा डिटेल सर्वेहरू के गर्न सक्यो त गर्ने कामहरू गर्न सक्यो। त्यस पछाडि डिटरमाइनिङ दि बााउन्ड्रिज बााउन्ड्रिजहरू कस्तो छ कति छ होइन कहाँ कहाँसम्म छ भनेर पत्ता लगाउनको लागि पनि हामीले के गर्न सक्यो त प्रोजेक्टहरूको बााउन्ड्रीहरू छुट्याउन ल्यान्ड ओनर्सहरू बिचको डिस्प्युट्सहरू हटाउनको लागि हामीले के गर्न सक्यो त बााउन्ड्रिजहरू छुट्याउन सक्यो। त्यस पछाडि गएर अर्को भनेको के छ त राउट सर्वे छ अथवा रुट सर्वे भनौँ होइन। रुट सर्वेको लागि पनि हामीले के गर्नु पर्यो त ट्राभर्सिङहरू गर्नु पर्यो, जुनमा चाहिँ ओपन ट्राभर्स एकदमै धेरै युज हुन्छ, जसले गर्दाखेरि चाहिँ हामीलाई टेन्टेटिभ ग्रेडियन्टहरू अनि भोल्युमहरू निकाल्नलाई के गर्ने भयो त हेल्प गर्ने भयो। त्यस पछाडि गएर अर्को भनेको एरिया मेजरमेन्ट ट्याक्सेसनहरूको लागि अनि ल्यान्ड कति छ भनेर थाहा पाउनको लागि के गर्नुपर्ने हुन्छ त एरिया निकाल्नु पर्ने हुन्छ, जसको मेजरमेन्टको लागि चाहिँ हामीले के गर्न सकिन्छ त ट्राभर्सिङ गरेर काम गर्न सक्छौँ है। कन्ट्रोल पोइन्टहरू इस्टाब्लिसमेन्ट भइसके पछाडि डिटेलहरू पनि लिन सक्यो। डिटेलहरू लिएर चाहिँ अब अर्को भनेको मेजर्स कुरा भनेको ट्राभर्सिङले चाहिँ हामीलाई के गर्यो त म्याप बनाउनको लागि पनि है म्याप प्रिपरेसन भनेर भन्छौँ हामीले म्याप बनाउनको लागि पनि के हुनुभयो त ट्राभर्सिङ गर्न सकियो। त्यस पछाडि गएर कन्स्ट्रक्सन लेआउटहरू भनेको डिटेल सर्वेइङहरूको लागि चाहिँ के भयो त यसको चाहिँ निड्स अथवा सिग्निफिकेन्स भएर भयो है। अब कोअर्डिनेट्स निकाल्ने कसरी त कम्पिटिसन्स अफ कोअर्डिनेट्स है। सुरुमा हामीले के गर्नुपर्ने भयो त पहिला बुझौँ कोअर्डिनेट निकाल्न हामीलाई के चाहिन्छ त एउटा लेन्थ चाहिन्छ, अर्को भनेको के हो चाहियो त बियरिङ अफ लाइन चाहिन्छ है। अब यो निकाल्नको लागि हामीले के गर्नुपर्ने भयो मेजर गर्नु पर्यो। फर्स्ट स्टेप भनेको के हो त ट्राभर्स बनाउने, त्यस पछाडि मेजर गर्ने है। मेजर गरेर लेन्थ र बियरिङ आइसके पछाडि हाम्रो ल्याटिट्युड भनेको के हुन्छ त एल कस थीटा अनि डिपार्चर भनेको के भयो त यो एल भयो यो थीटा भयो है त एल साइन थीटा भयो। अब साइन कन्भेन्सनको लागि हेर्ने हो भने नर्थतिर पोजिटिभ साउथ के भयो त नेगेटिभ भयो, इस्टतिर के भयो त पोजिटिभ वेस्ट के भयो त नेगेटिभ भयो। यसरी हामीले चाहिँ के गर्न सक्यो त ल्याटिट्युडहरू निकाल्न सक्यो है त। ल्याटिट्युड र डिपार्चर आइसके पछाडि यसमा क्यालकुलेसन भनेर लेखौँ क्यालकुलेसन सेकेन्ड स्टेपमा। थर्ड स्टेपमा गएर के भयो त थर्ड स्टेपमा चाहिँ अब कोअर्डिनेट अफ इच स्टेसन्सको के गर्नु पर्यो त इच स्टेसनको कोअर्डिनेट निकाल्नु पर्यो है। अब पोजिटिभ नेगेटिभ भन्ने कुराहरू ल्याटिट्युड र डिपार्चर हामीसँग छँदैछ होइन। यस्तो भयो हामीसँग मानिलिउँ यसको ए को चाहिँ के छ त कोअर्डिनेट्स दिएको छ इस्टिङ र नर्थिङ अथवा भनौँ एक्स कोमा वाइ दिएको छ। यसमा चाहिँ अब हामीले कति आयो त x1 y1 आयो होइन। त्यस पछाडि यहाँ कति हुन्छ त यदि पोजिटिभ छ भने x प्लस x1 वाइ प्लस वाइ1
यसरी हामीले के गर्दै जान्छौँ त यसको ल्याटिट्युड डिपार्चरहरू एड अथवा सबट्र्याक्ट त्यसको साइन कन्भेन्सन अनुसार हेर्दै के गर्दै जान्छौँ त निकाल्दै जान सक्यो है। अब यसमा हुने भनेको अर्को के छ त टपिकमा अर्को भनेको राखेको एनइएको सिलेबस अनुसार भनेको चाहिँ क्लोजिङ इरर छ है त। के हो त क्लोजिङ इरर भनेको है। अब क्लोज ट्राभर्स बनाउँदै जाँदाखेरि चाहिँ के हुनसक्छ त यसरी यो एन्ड हुनुपर्ने यहाँ भइदिन्न, यो एमै आइपुग्नु पर्ने के आउन सक्छ त यो ए ड्यास यति ग्याप भइदिन सक्छ। हो यो भनेकै के हो त क्लोजिङ इरर भयो है। अब यो चाहिँ के कारणले हुनसक्छ त एउटा अब्जर्भेसन्सको बेला मिस गरेको कारणले अथवा केयरलेसनेसको कारणले पनि हुनसक्छ। त्यस पछाडि अर्को भनेको चाहिँ डाटा टिप्ने कारणले पनि मिस्टेक हुनसक्छ। त्यस्तै क्यालकुलेसन कम्पिटिसनको बेला पनि हुनसक्छ है। अब पहिला हामीले इरर छ कि छैन भनेर हेर्नको लागि फिगर नबनाइ गर्ने हो भने समेसन गर्छ, समेसन अफ ल्याटिट्युड र एन्ड समेसन अफ डिपार्चर चाहिँ यदि 0 छ भने इरर छैन। तर यदि यसमा चाहिँ सर्टेन भ्यालु आइरहेछ भने चाहिँ त्यो के छ इरर छ भनेर बुझ्छौँ। जसको इररको लागि चाहिँ अब क्लोजिङ इरर कति हो भनेर थाहा पाउनको लागि चाहिँ के रहेछ त लेन्थ अथवा यो कति चाहिँ ले चाहिँ यति चाहिँ कति हो भनेर थाहा पाउने भनेको अन्डर रुट समेसन एल स्क्वायर प्लस समेसन डी स्क्वायर। डिरेक्सनको लागि के छ त tan y इक्वल्स टु समेसन डी बाई समेसन एल। यसरी चाहिँ हामीले के गर्छौँ क्लोजिङ इररको कति हो पनि निकाल्यौँ र त्यसको डिरेक्सन पनि निकाल्यौँ है। त्यस पछाडि गएर अर्को भनेको के हुनसक्छ त रिलेटिभ इरर अफ द क्लोजिङ इरर होइन। क्लोजिङ इरर पर मिटर चाहिँ कति छ त भनेको यसमा चाहिँ रिलेटिभ भनौँ न ओभरअल त ट्राभर्स भरिमा आयो त्योमा पनि 1 मिटर बराबर चाहिँ कति इरर छ भनेर अथवा 1 युनिट बराबर कति इरर छ भन्नु नै के हो त रिलेटिभ इरर हो। रिलेटिभ इरर हो जसको हामीले कसरी निकाल्छौँ त रिलेटिभ इरर भनेको चाहिँ के रहेछ त अघि यहाँ क्लोजिङ इरर यो ई भनौँ ई बाई पी गरेर हामीले के गर्यौँ त पर युनिट लेन्थमा निकाल्यौँ। यसबाट आउने भ्यालु भनेको पर युनिट लेन्थ भयो है। यसरी हामीले के गर्न सक्यो त इरर थाहा पाउन सक्यो। अब इरर थाहा पाइसक्यो अनि यो चाहिँ हाम्रो केमा छ त प्रिसिजनभित्र छ अथवा यसको चाहिँ सर्टेन यतिभित्र पऱ्यो भने चाहिँ करेक्सन गर्न पाउने भन्ने रुल्सहरू हुन्छ। त्योभित्र परिसके पछाडि चाहिँ हामीले के गर्न सक्छौँ त एडजस्टमेन्ट गर्छौँ। अब एडजस्टमेन्ट गर्नलाई के छ त हामीसँग 2-3वटा तरिका छ। पहिलो भनेको के हो त बौडिच हो, बौडिच रुल। बौडिच रुलले चाहिँ के कस्तो बेला युज गर्न सकियो भने यदि एङ्गुलर एएनजियु सरी एएनजियु एङ्गुलर र लिनियर मेजरमेन्ट इक्वल्ली प्रिसाइज छ भने यो युज गर्न पाइयो है। अब यसमा यसले चाहिँ के भन्छ भने लिनियर इरर चाहिँ लिनियर मेजरमेन्ट चाहिँ डाइरेक्टली प्रोपोर्सनल टु इरर है। इरर इन लिनियर डाइरेक्टली प्रोपोर्सनल टु एल हुन्छ। एङ्गुलर मेजरमेन्ट चाहिँ के हुन्छ त इन्भर्सली प्रोपोर्सनल टु रुट एल हुन्छ भनेर भनेको छ है। अब यति गरिसके पछाडि हामीलाई यो थाहा भइसके पछाडि करेक्सन यसले के भनेको छ त करेक्सन फर ल्याटिट्युड चाहिँ करेक्सन फर ल्याटिट्युड हेर्ने हो भने लेन्थ अफ लाइन बाई पेरिमिटर अफ लेन्थ इन्टु समेसन ल्याटिट्युड। डिपार्चरमा के छ त लेन्थ अफ लाइन बाई समेसन एल इन्टु समेसन इन्टु डिपार्चर होइन। यसरी चाहिँ हामीले के गर्न सक्यो त कति इरर हो भनेर करेक्सन गर्न पाइयो है। अब यो करेक्सन गरिसके पछाडि होइन यसलाई चाहिँ के गर्ने त यो चाहिँ ठ्याक्क इररको जुन साइन छ इरर यदि पोजिटिभ साइन छ भने करेक्सन के हुन्छ त नेगेटिभ साइन हुन्छ। यो भ्यालु लगेर हामीले प्रत्येक स्टेसनमा चाहिँ के गर्छौँ त कोअर्डिनेटमा करेक्सन गर्ने काम गर्छौँ है। अनि यसले गर्दा आउने चेन्ज भनेको चाहिँ के हुनसक्छ त एङ्गल र लिनियर मेजरमेन्टमा दुवैमा के हुन्छ त चेन्जेसहरू आउँछ। दुवैमा सर्टेन चेन्ज के गर्न सकिन्छ त फिल गर्न सकिन्छ। एङ्गलर मेजरमेन्टमा बियरिङ अफ लाइनमा पर्यो त्यस पछाडि गएर लेन्थमा पनि के हुनुभयो त मेजर चेन्ज हुने भयो है। अर्को भनेको के छ त सेकेन्डमा हाम्रो
हामीसँग सेकेन्डमा भएको भनेको ट्रान्जिट मेथड छ। ट्रान्जिट मेथड चाहिँ यदि एङ्गुलर मेजरमेन्ट चाहिँ मोर प्रिसाइज देन लिनियर मेजरमेन्ट छ भने युज गर्न पाइयो। अनि यसबाट यो युज गर्दाखेरि यसले चाहिँ बियरिङ चाहिँ के हुन्छ त एकदमै थोरै लेस चेन्ज कम्पेरिजन टु लिनियर मेजरमेन्ट हुन्छ। अब करेक्सन के छ त यसको लागि करेक्सन भनेको चाहिँ ल्याटिट्युडको लागि चाहिँ हेर्ने हो भने एल बाई समेसन एल इन्टु समेसन एल। यु भनेको चाहिँ यदि प्लस छ भने प्लसै हुन्छ, माइनस छ भने माइनस गरिन्छ। युसमा चाहिँ हामीले समेसन एल ल्याटिट्युडकै समेसन हो, त्यो गर्दाखेरि चाहिँ सबै के गरिन्छ त प्लस 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 गर्दै गइन्छ। मैले त्यही भएर मोडुलस साइन राखेको है त। अब डिपार्चरमा गर्नुपर्ने छ भने के गर्न सक्यो त एल बाई यो चाहिँ जुन सेक्सनको गरिरहेछ अथवा जुन लाइनको गरिरहेछ त्यसको युज गर्नुपर्छ है त, डी इन्टु समेसन डी। यसरी गर्न हामीले के गर्न सक्यो त चेन्जहरू गर्न सक्यो। अर्को तेस्रोमा भनेको के छ त ग्राफिकल मेथड छ। ग्राफिकल मेथडमा त्यो ट्राभर्सको जति यो छ त्यो बराबरको हामीले के गर्छौँ त यसरी लाइन तान्छौँ होइन। यो ए भयो, यहाँ मेरो बी भयो, यहाँ मेरो सी भयो, यहाँ मेरो डी भयो, यो के भयो त ई भयो, अनि यो फेरि के भयो त ए है। अब हामीसँग के हुनसक्छ त एउटा क्लोजिङ इरर हुनसक्छ। अब क्लोजिङ इरर मेरो कति छ भने ई छ भने मैले त्यो ई बराबर यहाँबाट के गर्छु त एउटा लाइन तान्छु। यसलाई मैले के भने त ए ड्यास भने। अब यहाँदेखि मैले ल्याएर के गरेँ त ए ड्यास भयो, यसरी जोइन गरिदिएँ। अब यो के भयो त एउटा यसरी बाइसेक्टर लाइन तान्ने, सिधा सिधा लाइन तान्ने ट्याक्क ट्याक्क लाएर। अब यहाँ बी ड्यास, यहाँ सी ड्यास, यहाँ डी ड्यास, यहाँ ई ड्यास होइन। अब प्रत्येक इक्वेसनमा चाहिँ हामीले के भयो त यो यति चाहिँ के छ इरर, अब करेक्सन गर्नुपर्ने थोरै छ कि धेरै छ होइन। साइन त्यो अनुसारले चाहिँ हामीले प्लस माइनस के गर्दै जान्छ त नेगेटिभ पोजिटिभ चेक गरेर चाहिँ काम गर्दै जान्छौँ। यसरी चाहिँ करेक्सन गर्न सक्यो है। यो भयो हाम्रो ट्राभर्स सर्भेइङ।